नमस्कार। आज हामी एउटा निकै मार्मिक र गहिरो क्षणलाई हेर्दैछौँ। गौतम बुद्धको अन्तिम समय र उहाँको प्रिय शिष्य आनन्दसँगको संवाद। यसको लागि हाम्रो आधार आनन्द र निर्वाणको द्वार भन्ने एउटा लेख हो। कुशीनगरको शान्त साँझ, बुद्ध अन्तिम घडीमा हुनुहुन्छ अनि उहाँको छेउमा आनन्द एकदमै दुखी। आज हामी के हेर्छौँ भने बुद्धले कसरी आनन्दलाई बाहिरी निर्भरताबाट अलिकति मुक्त हुन, मतलब आफ्नै भित्री ज्ञान खोज्न प्रेरित गर्नुभयो। खास गरी त्यो सन्देश अप्पदीपो भव, आफै आफ्नो दीप बन्नु। साँच्चै यो अवस्था निकै गम्भीर छ नि। एकातिर गुरु महापरिनिर्वाणको संहारमा हुनुहुन्छ, मतलब भौतिक शरीर छोड्ने बेला नजिकिँदैछ। अर्कोतिर शिष्य आनन्द चाहिँ एकदमै विचलित, वियोगको डर, भविष्यको अन्योल। हो, स्रोतले भन्छ आनन्दका आँखाबाट आँसु रुकिएकै थिएनन् रे। मनमा डर, अन्योल, अब गुरु बिना कसरी अघि बढ्ने होला। उहाँले कापेको स्वरमा सोध्नुभयो, भगवान, तपाईँ बिना मेरो के होला। यो त खै हामी सबैले कहिलेकाहीँ महसुस गर्ने पीडा हो नि, होइन र? गुमाउनु पर्दाको डर। एकदमै सहारा छोड्दाको त्यो अन्योल। तर यहाँ बुद्धको प्रतिक्रिया हेरौँ न, कति शान्त, कति गहिरो। उहाँले आनन्दलाई भन्नुभयो, आनन्द, तिमी लामो समय मेरो छाया बनेर हिँड्यौ, तर के तिमीले कहिल्यै फर्केर आफ्नो छायालाई हेरेका छौ? आफ्नो छाया, यसको मतलब बुद्धले भन्न खोज्नुभयो कस्तो भने नि, आनन्द बुद्धमा यति केन्द्रित भए कि आफ्नै अनुभव, आफ्नै अन्तर्दृष्टिमा ध्यानै दिएनन्। जस्तो कि मान्छे आफ्नै छायामा हराउँछ नि, आफूलाई बिर्सन्छ। ओहो, कति अर्थपूर्ण कुरा। बाहिरी कुरामा अल्झिँदा आफैलाई बिर्सिने। हो, अनि बुद्धले थप्नुभयो, निर्वाण भनेको कहीँ पुग्ने ठाउँ होइन। यो त जीवनको स्वभाव बुझ्नु हो। जीवन अनित्य छ, सधैँ नियन्त्रण गर्न सकिन्न भन्ने बोध हो। आनन्दको दुःखको खास कारण बाहिरी वियोग मात्रै थिएन, त्यो त भित्री मोह थियो। संसारका कुराहरू स्थायी छन् भन्ने भ्रम। बुद्धले यहाँ दुःखको कारण बाहिर देखाउनु भएन, भित्र देखाउनु भयो। त्यो हो मोह, आसक्ति। हो, यही मोह र अनित्यताको कुरालाई अझै प्रष्ट पार्न त्यहाँ एउटा बालकको कथा पनि छ नि, होइन? कुनै बिच्छुले देखेको घटना। हो, निकै सठिक उदाहरण छ। एउटा बालकले खूब मेहनतले बालुवाको घर बनाउँछ, एकछिन हेर्छ, रमाउँछ, अनि एक्कासी आफै भत्काइदिन्छ र फेरि हाँस्दै अर्को बनाउन थाल्छ। बुद्धले यसलाई जोड्दै भन्नुभयो, त्यो बालकलाई थाहा छ यो केवल खेल हो, क्षणिक हो, त्यसैले ऊ त्यसमा बाँधिदैन, भत्कदा रुँदैन। तर हामी मानिसहरू यो नाशवान शरीर, यो संसारलाई म र मेरो भन्दै टाँसिन्छौँ। यही आसक्ति, यही मेरो भन्ने भाव नै पीडाको जड हो। वाह, कस्तो गहिरो तर सरल उदाहरण। यसले त आसक्तिको स्वभाव छर्लङ्ग पार्यो। त्यसो भए यो मोहबाट मुक्ति चाहिँ कसरी पाउने त? बुद्धले के भन्नुभयो? बुद्धको सन्देश एकदम स्पष्ट थियो। बाहिर होइन, भित्र फर्क। अरूको निर्देशन वा सहारा मात्र होइन, आफ्नै अन्तर्ज्ञानको आवाज सुन, आफ्नै अनुभव, आफ्नै विवेकलाई जगाऊ। यही नै मुक्तिको बाटो हो। र यही क्रममा उहाँले त्यो अन्तिम शक्तिशाली सन्देश दिनुभयो, अप्पदीपो भव, आफै आफ्नो दीप बन्नु। हो, यही हो बुद्धको अन्तिम र सारगर्भित निर्देशन। यसले भन्छ, तिम्रो सत्य, तिम्रो मार्गदर्शक, तिम्रो मुक्ति अन्ततः तिमी भित्रै छ। बाहिरी प्रकाशले बाटो देखाउला, तर हिँड्ने काम, गन्तव्य पहिल्याउने काम आफ्नै भित्री प्रकाशले गर्नुपर्छ। तर यो सुन्दा जति गहन छ, व्यवहारमा उतार्न कतिको सहज होला र? गुरु जस्तो मार्गदर्शक बिना आफै दीप बन्नु त ठूलो जिम्मेवारी पनि भयो, चुनौती पनि भयो, होइन र? निश्चय नै यो चुनौती हो। तर बुद्धको आशय बाहिरी ज्ञान त्याग्नुपर्छ भन्ने होइन। आशय के हो भने अन्तिम सत्य र मार्गदर्शक बाहिर होइन, आफ्नै अन्तरात्मामा खोज्नुपर्छ। गुरुले पनि त्यही भित्री क्षमता जगाउन सघाउने त हो नि। र यहाँ अर्को अझ गहिरो सन्देश छ। आत्मज्ञानको लागि अन्तिम निर्भरता आफ्नो अन्तर्दृष्टिमा हुनुपर्छ, कुनै बाहिरी व्यक्ति वा वस्तुमा होइन। अनि यो सब सुनेपछि आनन्दमा कस्तो परिवर्तन आयो त? स्रोतले के भन्छ? स्रोतले भन्छ,
त्यस रात आनन्द मौन रहे, तर त्यो पीडाको मौनता थिएन, त्यो त गहिरो आत्मबोधको मौनता थियो रे। आँखामा आँसु त थिए, तर त्यसमा पहिलेको जस्तो डर थिएन। केवल गुरुप्रतिको कृतज्ञता थियो, उहाँको शिक्षाप्रतिको समझ थियो। उहाँले बुझ्नुभयो, भौतिक शरीर नरहे पनि गुरुको शिक्षा, उहाँको धम्म सधैँ रहनेछ र त्यसलाई पछ्याउनु नै वास्तवमा गुरुसँगै हुनु हो। भनेपछि यो पुरै संवादको निचोड के भयो त? वास्तविक मुक्ति बाहिरी सहारामा मात्रै खोजेर पाइँदैन, चाहे त्यो सहारा महान गुरु नै किन नहुन्। बरु आफ्नै भित्री विवेकको प्रकाश जगाउनु अनि जीवनको त्यो परिवर्तनशील अनित्य स्वभावलाई स्वीकार्नु, यसैमा मुक्ति छ। बिल्कुल। र यसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ, होइन र? बुद्ध जस्ता परम गुरुप्रतिको निर्भरतालाई समेत पार गरेर आफ्नै अन्तर्ज्ञान खोज्नुपर्छ भने आज हाम्रो साधारण जीवनमा हामी कस्ता कस्ता साना ठूला मोह, विचार, बानी, व्यक्तिहरूमा अल्झिएका छौँ होला, जसले हामीलाई आफ्नै भित्री स्पष्टता र शान्तिबाट टाढा राखिरहेका छन्। खै सायद यसबारे विचार गर्नु पनि एक किसिमले आफ्नै दीप जलाउने प्रयास हुन सक्छ कि?